अनि के साथीहरू यो फलको नाम चाहिँ गेस गर्नु होला। मेरो छोरीको बिहानीको सुरुवात हुन्छ साथीहरू यसरी पानी खेलेर। यो बच्चाले जे गर्दा नि नटेर्ने के भनेको मेरो छोरी मात्र यस्तो हुन् कि हजुरहरूको पनि बच्चा यस्तै गर्छन् के। म चाहिँ यहाँ भित्र बसेर तरकारी काट्दैछु, ऊ चाहिँ बाहिर गएर यसरी पानी खेलिरहेछ। अनि उसलाई एक्लै छोड्नु त भएन, पानीमा चिप्लिन्छ भनेर म चाहिँ बाहिर गएर अनि तरकारी सरकारी बाहिर काटेँ। अनि त्यसपछि दाल पनि ढुङ्गा छान्दैछु। अनि यता चटनी पनि बनाउँदैछु म के टमाटरको चटनी सिलौटोमा बनाएको चटनी एकदमै मिठो हुन्छ नि त, त्यही भएर म चाहिँ सिलौटोमा चटनी बनाएँ। अनि मैले चाहिँ खानासाना बनाएर पसल जानु थियो, त्यही भएर म चाहिँ यहाँ झाडु लाउँदैछु। यो भान्साकोठामा एकैछिनमा यति फोहोर कहाँबाट आउँछ कि म त अचम्म पर्छु कि साथीहरू। अनि म चाहिँ झाडु लाउँदै थिएँ, उहाँ दाइ चाहिँ कुसुम बेच्न आउनुभयो कि। यति वर्षपछि खाना पाइयो नि साथीहरू कुसुम चाहिँ। पहिला सानो छँदा त यति धेरै खाना जान्थ्यो कि हामीहरू चाहिँ जङ्गलमा यति पाइन्थ्यो नि त। अहिले त खै पाइन्छ कि पाइन्न, अब बिहे भइसक्यो, यतातिर जङ्गल पनि छैन, यतातिर पाइन्छ कि पाइन्न त्यो थाहा छैन मलाई। अनि 5 वर्षपछि खाउला कि मैले चाहिँ कुसुम। अनि म चाहिँ पसल पुगेर अब यति पानी परिरहेको थियो, त्यही पनि सामान पठाउनु परेछ कि पहाड साथीहरू। अब बिजनेस हो गर्नु परिहाल्यो। आजको भिडियो यति नै, बाई।